नमस्कार। 2082 सालमा कुन समयमा गुरु अस्त भइरहेका छन् र बकरी भइरहेका छन् अथवा चाहिँ नि शुक्र अस्त भएका छन् र बकरी भइरहेका छन्, कुन कार्यहरू गर्न हुन्छ, कुन कार्यहरू गर्न हुँदैन, यी विविध विषयहरूमा चर्चा गर्नको लागि म ज्योतिष आचार्य गोविन्द पाण्डे उपस्थित भएको छु। यदि तपाईँ हाम्रो च्यानलमा अझै पनि सब्स्क्राइब गर्नुभएको छैन र नयाँ सदस्य बन्नुभएको छैन भने साथमा रहेको बेल आइकनलाई पनि दबाउनुहोस् र चाहिँ सब्स्क्राइब गर्न नभुल्नुहोस्। 2082 सालको गुरु अथवा चाहिँ नि अस्त कहिले छन् त भन्ने कुरा जेठको 19 गते बिहीबारको दिनबाट पश्चिम तर्फमा अस्त भएका छन्, साँझबाट अस्त भएका छन् गुरु। यिनी कहिलेसम्मका लागि त भन्दाखेरि असारको 22 गतेसम्मका लागि आइतबारको दिन पूर्वमा उदय हुनेछन्। अस्त चाहिँ नि पश्चिममा भएर पूर्वमा उदय हुनेछन्। साँझको 6:53 उदय हुने देखिन्छ। उनी उदय भएको 3 दिन र अस्त हुनुभन्दा अगाडि 3 दिनसम्म सुतक हामीले बार्नुपर्नेछ। के गर्न हुन्छ, के गर्न हुँदैन, यो कुरालाई म अन्तिममा बताउने छु। यस्तै प्रकारले अब शुक्रको कुरा गर्नुपर्दाखेरि मङ्सिर महिनाको 27 गते शनिबारका दिन, मङ्सिर महिनाको 27 गते शनिबारका दिन पूर्वमा अस्त हुँदैछन् शुक्र। कहिले भन्दाखेरि 12:55 जाँदाखेरि दिउँसोको यिनी अस्त हुँदैछन् भने माघ महिनाको अब चाहिँ मङ्सिरमा पुष पनि पुरै र चाहिँ माघ महिनाको 15 गतेबाट बल्ल चाहिँ नि उदय सुरु हुनेछन्। माघ महिनाको 15 गते बिहीबारका दिन शुक्र चाहिँ पश्चिममा उदय हुँदैछन्। 1:29 जाँदाखेरि यिनी उदय हुनेछन् र यो सँगसँगै सालभरिमा अर्थात् चाहिँ नि यो 2082 सालभरिमा चाहिँ एकदमै अरू कुनै समयमा चाहिँ शुक्र अस्त छैनन्, गुरु अस्त छैनन्, कुनै प्रकारको चाहिँ नि दोषहरू छैन। अब के गर्न हुन्छ, के गर्न हुँदैन, गुरु शुक्र अस्त हुँदाखेरि हामीले के गर्ने भन्ने विषयमा चर्चा गर्नेछौँ। गुरु शुक्रहरू अस्त हुँदाखेरि गर्न नहुने कर्महरू के छन् भन्दाखेरि अब कर्म 3 प्रकारका हुन्छन्: नित्य कर्म, नैमित्तिक कर्म र काम्य कर्म। नित्य कर्म गर्न हुन्छ, नैमित्तिक कर्म गर्न हुन्छ, काम्य कर्म गर्न हुँदैन। मेरो यो कुरा सम्पन्न होस् भनेर भाकल गरेको अथवा चाहिँ ग्रह शान्ति इत्यादिहरू चाहिँ गरिन्छ, ती कर्महरू गर्न हुँदैन। किन गर्न हुँदैन त भन्दाखेरि मेरो कामना सिद्ध हुने खालका कर्महरू गर्न हुँदैन। त्यसो भएको हुनाले शास्त्रमा के भनेको छ भन्दाखेरि वाप्य राम तडाग कूप भवनारम्भ प्रतिष्ठापने व्रतारम्भे मृगोत्सर्गे वधु प्रवेश महादानानि सोमाष्टके गोदान प्रयाग पप्रा इत्यादिका भने भन्छ है। यसको तात्पर्य के छ त भन्दाखेरि स्नान, नित्य स्नान गर्ने, नित्य सन्ध्या गर्ने, पञ्चायतन भगवानको पूजन गर्ने, दुर्गा पूजन, चतुर्मास व्रत, तुलसी पूजा एवं तुलसी विवाह, मठ हवन, रामनवमी आदि जस्ता व्रतहरूको अर्को गति, अर्को नित्य कर्महरू हुन् यिनीहरू। श्राद्ध गर्ने, तर्पण गर्ने, आशोच मृतको चाहिँ क्रिया गर्ने, ग्रहण स्नान गर्ने नैमित्तिक कर्महरू चाहिँ गर्न हुन्छ। यिनीहरू चाहिँ नि नैमित्तिक भनेको चाहिँ जस्तै चाडपर्व मनाउन पनि हुन्छ, अनि त्यसपछि चाहिँ चाडपर्वमा पूजन गर्न पनि हुन्छ र चाहिँ नित्य गरिने, दिनदिनै गरिने कामहरू गर्न हुन्छ। तर के गर्न हुँदैन त भन्दाखेरि काम्य कर्म, इनार खन्ने काम, जग राख्ने काम, बगैँचा, तलाउहरू, कुवाहरू निर्माण गर्ने, गृहारम्भ गर्ने, गृह प्रवेश, मन्दिर आदिहरूको प्राण प्रतिष्ठा गर्ने, देवताहरूको स्थापना गर्ने आदि, चान्द्रायण आदि व्रतहरूको आरम्भ गर्ने, व्रतहरूको उद्यापन गर्ने, वधु प्रवेश गराउने, विवाह गर्ने, महादानहरू गर्ने, यज्ञ यज्ञादिहरू गर्ने, अनि त्यसपछि चाहिँ नि ठुल्ठुला चाहिँ श्राद्धादिका कर्महरू गर्ने, जलाशय आदिहरू चाहिँ उपाकर्महरू, वेदारम्भहरू, अनि काम्यक वृषोत्सर्गहरू गर्ने र शिशुको अतिक्रान्त आदि षोड संस्कारहरू गर्ने, दीक्षा ग्रहण गर्ने, चूडाकर्म, व्रतबन्ध, विवाह, कहिल्यै नगइएको देवताको दर्शन गर्न जानु र चाहिँ कहिल्यै नगइएको तीर्थ जानु, अग्निहोत्रको आरम्भ गर्नु, सन्यास लिनु, दीक्षा लिनु, चतुर्मासको आरम्भ गर्नु, प्रथम रजो दर्शन अथवा प्रथम व्रत आरम्भ गर्नु, प्रथम राज दर्शन गर्नु,
राज्याभिषेक गर्नु, समावर्तन गर्नु, कर्णभेद इत्यादि गर्नु, दिव्य परीक्षा इत्यादिहरू गर्नु, यी कहिल्यै पनि गर्नु हुँदैन। किनकि शुक्र र गुरु अस्त भएको बेलामा, गुरु भनेका देवताका गुरु, शुक्र भनेका चाहिँ दैत्यहरूका गुरु, गुरुहरू नै नहुँदाखेरि अर्थात् गुरुले नदेखेको बेलामा यी कर्महरू गरियो भने यी कर्महरूबाट उल्टो हानि प्राप्त हुन्छ, सफलता कहिल्यै पनि प्राप्त हुँदैन। त्यसो भएको कारणले गर्दा हामीले सकेसम्म, जति पनि सकिन्छ सकेसम्म चाहिँ हामीले चाहिँ यी कर्महरू गर्नु हुँदैन। यदि गर्नै परेको अवस्थामा अर्को गति भएपछि मात्रै गर्नुपर्ने अवस्था चाहिँ यसले देखाउँछ। त्यसो भएको हुनाले हामीले कुनै पनि कर्म गर्दैछौँ भने निकै ध्यान दिनुपर्छ, निकै ख्याल गर्नुपर्छ भन्दै आजको भिडियोबाट म ज्योतिष आचार्य गोविन्द पाण्डे बिदा हुन्छु। यदि तपाईलाई कुनै पनि जिज्ञासाहरू छन् भने अवश्य पनि व्रत लिँदै हुनुहुन्छ, व्रत छोड्दै हुनुहुन्छ, के गर्दा राम्रो हुन्छ, कसो गर्दा राम्रो हुन्छ भन्ने छ भने अवश्य पनि मलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ अथवा कमेन्ट बक्समा कमेन्ट लेख्न सक्नुहुनेछ भन्दै आजको भिडियोबाट म ज्योतिष आचार्य गोविन्द पाण्डे बिदा हुन्छु। हस्त नमस्ते, तपाईँको दिन शुभ रहोस्।